चिकित्सा शिक्षा आयोगबाट लिएको एकीकृत प्रवेश परीक्षाको योग्यता क्रममा नाम समावेश भएका उम्मेदवारहरूले शिक्षण संस्थामा भर्नाका लागि म्याचिङमा सहभागी हुन पर्नेछ, जसका लागि प्रायोरिटी सेटिङ गर्न आवश्यक छ। यस भिडियोमा प्रायोरिटी सेटिङ कसरी गर्ने भन्ने बारेमा देखाइएको छ। कृपया ध्यानपूर्वक भिडियोमा देखाएका चरणहरू हेरी सोही अनुसार आफूले अध्ययन गर्न चाहेको कार्यक्रमको लागि प्रायोरिटी सेटिङ गर्नुहुन सूचित गरिन्छ। प्रायोरिटी सेटिङका लागि चिकित्सा शिक्षा आयोगको entrance.mec.gov.np पोर्टलमा ब्राउज गर्नुपर्नेछ। त्यस पछाडि देखिएको लगइन बटनमा क्लिक गर्नुपर्नेछ। आफ्नो युजरनेम र पासवर्ड निर्धारित स्थानमा इन्ट्री गरी लगइन बटनमा क्लिक गर्नुपर्नेछ। लगइन बटनमा क्लिक गरिसकेपछि आफ्नो प्रोफाइल खुल्नेछ। यहाँ मैले एउटा डेमो प्रोफाइलको रूपमा डाटा तयार गरी तपाईहरुलाई प्रोफाइल खोलेर देखाएको छु र प्रोफाइल खोलिसकेपछि प्रायोरिटी सेटिङका लागि अन्तिममा रहेको एप्लिकेसन मेनुमा क्लिक गर्नुपर्नेछ। यदि तपाई मोबाइलबाट प्रायोरिटी सेटिङ गर्न गइरहनु भएको छ भने मोबाइलमा मेनुको नाम नदेखिएर आइकन मात्रै देखिन्छ र अन्तिममा रहेको यो लास्टमा देखिएको आइकनमा क्लिक गर्नुपर्नेछ। त्यस पछाडि भ्यू डिटेल भन्ने बटनमा क्लिक गर्नुपर्नेछ। तपाईले कतिवटा प्रोग्राममा इन्ट्रान्स र्याङ्क प्राप्त गर्नुभएको छ वा योग्यता सूचीमा तपाईको नाम समावेश भएको छ त्यतिवटा प्रोग्रामको लिस्ट देखा पर्नेछ। हरेक प्रोग्रामको एक्सन कोलममा रहेको सेट कलेज प्रायोरिटी बटनमा क्लिक गरेर आफ्नो उक्त प्रोग्रामका लागि कलेज प्रायोरिटी सेट गर्न सकिन्छ। सर्वप्रथम म एमबीबीएस प्रोग्राममा सेट कलेज प्रायोरिटी बटनमा क्लिक गरेर प्रायोरिटी सेटिङको प्रक्रिया देखाउन गइरहेको छु। मैले एमबीबीएस प्रोग्रामको एक्सन कोलममा रहेको सेट कलेज प्रायोरिटीमा क्लिक गरिसकेपछि यो पेज खुलेको छ। अब म एड कलेज एन्ड प्रोग्राम भन्ने बटनमा क्लिक गर्छु। त्यस पछाडि यहाँ कलेजको नाम छान्ने ठाउँ र प्रोग्रामको नाम छान्ने ठाउँ आएको छ। एमबीबीएस प्रोग्रामको लागि कुन कुन कलेजमा सिट निर्धारण भएर सार्वजनिक भएको छ उक्त कलेजहरूको नामावली यहाँ देखा पर्नेछ। मैले यहाँ डेमोको रूपमा चाहिँ केही कलेजहरूको नाम सिम्बोलिक नाम राखेको छु र मलाई 1 नम्बरको कलेज चाहिँ यो मन परेको छ। मानिलिउँ ओओओ भन्ने कलेजमा चाहिँ म 1 नम्बरमा पढ्न चाहन्छु भने मैले उक्त कलेजलाई यहाँ छनौट गरेर यहाँ एमबीबीएस भन्ने प्रोग्राम छनौट गरेँ। त्यस पछाडि 2 नम्बरको कलेजमा म अर्को प्रोग्राम कलेज आरआरआर भन्ने छनौट गर्छु र प्रोग्राम एमबीबीएस छनौट गरेँ। त्यस्तै 3 नम्बरमा मैले एनएनएन भन्ने छनौट गरेँ र प्रोग्राम एमबीबीएस छनौट गरेँ र यो 3 र 2 को बीचमा अर्को कलेजलाई छनौट गर्न मन लागेको खण्डमा यहाँ इन्सर्ट एबभ भन्ने बटनमा क्लिक गरेपछि यो दुईटाको बीचमा अर्को कलेज देखा पर्नेछ र त्यो कलेजलाई मैले यहाँबाट छनौट गरेर आफ्नो लिस्टलाई परिवर्तन पनि गर्न सक्नेछु। यसरी नै तपाईले जतिवटा कलेजमा एमबीबीएस प्रोग्रामको लागि सिट उपलब्ध छ त्यतिवटा कलेजलाई क्रमशः आफ्नो कलेज प्रायोरिटी सेटिङमा राख्न सक्नुहुनेछ। यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने एउटै कलेजको नाम 2 ठाउँमा राख्न आवश्यक छैन। जस्तै मैले यहाँ ओओ नाम गरेको कलेजलाई 1 नम्बरमा राखेँ भने यहाँ तल इन्सर्ट बिलो गरेर यहाँ फेरि ओओ नै छान्न आवश्यक छैन, किनभने ओओ कलेज मैले यहाँ माथि राखिसकेको छु र तल अर्कै कलेज राख्न आवश्यक छ। यसरी पालैपालो सबै कलेजलाई प्रायोरिटी लिस्टमा राखिसकेपछि तपाईले सेभ कलेज एन्ड प्रोग्राम प्रायोरिटी भनेर चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र यहाँ देखिएको ओके बटनमा क्लिक गर्नुपर्ने हुन्छ। फेरि पेज पहिलेकै ठाउँमा आइपुग्नेछ। मैले यो एमबीबीएस प्रोग्रामको लागि कलेज प्रायोरिटी सेट गरिसकेको छु। मैले सेभ गरेको डाटा सेभ भएर बस्यो कि बसेन भनेर कन्फर्मेसनको लागि म फेरि उक्त सेट कलेज प्रायोरिटी बटनमै क्लिक गर्छु र यहाँ मैले सेभ गरेको डाटा सुरक्षित भएर बसिसकेको छ। मैले यो डाटालाई सूचनामा उल्लेख भएको प्रायोरिटी सेट गर्ने अन्तिम मितिसम्म परिवर्तन गर्न सक्नेछु।
मानिलिउँ मलाई यो 5 नम्बरको कलेज आफ्नो लिस्टबाट हटाउन मन लाग्यो भने म यो रिमुभ बटनमा क्लिक गरेर उक्त कलेज हटाउन सक्नेछु र फेरि इन्सर्ट बिलो गरेर अर्को कलेज कुनै थप्न मन लाग्यो भने म यहाँनिर अर्को कलेज थप्न सक्नेछु। हरेक पटक आफूले डाटा चलाइसकेपछि अर्थात् मोडिफाई गरिसकेपछि यहाँ कुनैमा चाहिँ आफूले परिवर्तन गरेको छ त्यसलाई सेभ गर्नको लागि चाहिँ हरेक पटक सेभ कलेज एन्ड प्रोग्राम प्रायोरिटी भनेर चाहिँ गर्न आवश्यक छ। यदि तपाईँले यो बटनमा क्लिक गर्नु भएन भने तपाईँले मोडिफाई गरेको डाटा फेरि सेभ भएर बस्ने छैन, पुरानै डाटा सुरक्षित भएर बस्नेछ। मैले एमबीबीएस कार्यक्रमको लागि आफ्नो सेट कलेज प्रायोरिटी गरिसकेको छु र फेरि बीडीएस प्रोग्राममा पनि म सेट कलेज प्रायोरिटी एमबीबीएसमा गरे चाहिँ प्रक्रियाबाट गर्न सक्नेछु। यहाँ पनि बीडीएसमा सार्वजनिक भएको सिट जुन जुन संस्थामा थियो त्यो कलेज र इन्स्टिट्युसनहरूको नाम यहाँ देखिएको छ। म पालै पालो यहाँ पनि इन्सर्ट बिलो इन्सर्ट एबभ गरेर चाहिँ मैले बीडीएस प्रोग्रामको लागि यसरी कलेज प्रायोरिटी सेट गर्नेछु। तपाईले यहाँ राखिएका बटनहरू प्रयोग गरेर इन्सर्ट एबभ इन्सर्ट बिलो जता आफ्नो कलेजलाई सेट गर्न चाहनुहुन्छ त्यही स्थानमा कलेज र प्रोग्रामलाई सेट गर्न सक्नुहुनेछ। र यसरी पालै पालो बीडीएस प्रोग्राममा पनि मैले 4वटा कलेज प्रायोरिटीमा राखेको छु। तपाईले सबै कलेज जुन जुन कलेजमा सिट उपलब्ध छ सबै कलेज प्रायोरिटीमा राख्न सक्नुहुनेछ। मैले यहाँ डेमोको रूपमा 4वटा मात्रै आफ्नो कलेज प्रायोरिटी लिस्टमा समावेश गरेँ र अन्तिममा पुनः सेभ कलेज एन्ड प्रोग्राम प्रायोरिटीमा क्लिक गर्छु र ओके बटनमा क्लिक गर्छु। डाटा सेभ भयो भएन भनेर कन्फर्मेसनको लागि फेरि म बीडीएस को सेट कलेज प्रायोरिटी बटनमा क्लिक गरेर आफ्नो डाटा हेर्छु। यहाँ मैले 4वटा राखेको थिएँ, 4वटै सेभ भएर बसेको छ। पुनः मलाई थप्न मन लाग्यो भने इन्सर्ट बिलो गरेर यहाँनिर अर्को कलेज मैले थप्न सक्छु। सूचनामा उल्लेख भएको कलेज प्रायोरिटी सेट गर्ने अन्तिम मितिसम्म तपाईले आफ्नो कलेज प्रायोरिटीलाई यो सेट कलेज प्रायोरिटी बटनमा क्लिक गरेर मेटाउन यो रिमुभ बटनमा क्लिक गरेर मेटाउन वा कुनैलाई परिवर्तन गर्न सक्नुहुनेछ। स्मरण रहोस् हरेक चोटी तपाईले आफ्नो कलेज प्रायोरिटीमा रहेको कलेज र प्रोग्रामलाई परिवर्तन गरेपछि तल रहेको सेभ कलेज एन्ड प्रोग्राम प्रायोरिटीमा क्लिक गरेर डाटा सुरक्षित गर्नुपर्नेछ। अन्यथा पहिले जुन कलेज र प्रायोरिटी सेट भएर बसेको छ सोही डाटा हाम्रो सर्भरमा सुरक्षित भएर बसेको हुन्छ र तपाईले मोडिफाई गरेको डाटा सुरक्षित हुँदैन। र हरेक पटक तपाईले मोडिफाई गरिसकेपछि सेभ कलेज एन्ड प्रोग्राम प्रायोरिटीमा क्लिक गर्न अनिवार्य छ। सूचनामा उल्लेख भएको कलेज प्रायोरिटी छनौट गर्ने अन्तिम मिति समाप्त भएपछि यो स्थानमा तपाईले यो आफूले कलेज प्रायोरिटी सेट गरेको कन्फर्मेसन पेज डाउनलोड गर्ने बटन प्राप्त गर्नुहुनेछ र उक्त बटनमा क्लिक गरेर आफ्नो कलेज प्रायोरिटीको कन्फर्मेसन पेज सेभ गरेर राख्न सक्नुहुनेछ। तपाईले ख्याल गर्नुपर्ने कुरा के छ भने युजर र पासवर्ड अरु कसै साथीलाई अर्थात् कुनै अरु व्यक्तिलाई चाहिँ तपाईले शेयर गर्नुभएको छ उपलब्ध गराउनु भएको छ भने उहाँले पनि तपाईको युजर खोलेर यो कलेज प्रायोरिटीलाई चलाउन सक्ने भएकोले परिवर्तन गर्न सक्ने भएकोले तपाईले आफूले कलेज प्रायोरिटी सेट गर्नुभन्दा पहिले यो आफ्नो युजर देखिएको मुनिबाटको बटनमा क्लिक गरेर चेन्ज पासवर्डमा क्लिक गरेर आफ्नो पासवर्ड चाहिँ चेन्ज गर्न बुद्धिमानी हुनेछ। किनकि तपाईले सेभ गरेर राखेको प्रायोरिटी अन्तिम समयमा अर्को साथीले चाहिँ खोलेर अर्थात् तपाईले उपलब्ध गराएको आइडी पासवर्ड उपलब्ध गराएको व्यक्तिले खोलेर परिवर्तन गरिदिनु भएको खण्डमा त्यही डाटा सुरक्षित भएर बस्नेछ र तपाईले चाहे अनुसारका कलेजहरू लिस्टबाट हट्न पनि सक्नेछ। त्यसकारण तपाईले आफू सुरक्षित हुनको लागि यो पासवर्ड चेन्ज गरेर आफ्नो प्रोफाइललाई सुरक्षित गर्न सक्नुहुनेछ।
तपाईँले अन्तिममा डाउनलोड गरेर राख्नु भएको कन्फर्मेसन पेजमा भएका कलेजहरू र त्यहाँ देखिएको प्रायोरिटी क्रम नम्बरका आधारमा तपाईँको प्रायोरिटी कलेज र प्रोग्रामको सेभ भएर बसेको हुन्छ र सोही अनुसार हाम्रो म्याचिङ प्रणालीले तपाईँलाई अनलाइन माध्यमबाट म्याचिङमा सहभागी गराउँछ र शिक्षा आयोगको कानुन अनुसार तपाईँलाई आफ्नो र्याङ्कको आधारमा म्याचिङ गरिनेछ।